र गाइस हामी चाहिँ अहिले गाडी धुने कार्यक्रम भइरहेछ हाम्रो चाहिँ गोपाल दाइकोमा, गोपाल पटलकोमा। तपाईहरुलाई टायर चाहियो भने पनि सबै गाडीको, बाइकको तपाईको टायरहरु यहाँ उपलब्ध गरिन्छ। यो चाहिँ आइतबारबाट आउने बाटो, अहिले बाटोको काम भइरहेछ। यहाँ चाहिँ मेरो गाडी धुँदैछ। ल गाइस हामी चाहिँ अहिले गाडी धुँदैछौँ। हामी चाहिँ ल गोपाल दाइको गाडी धुनु पर्यो, सरसफाइ राम्रोको लागि यहाँ आउनु होला। भाइहरूले राम्रोसँग पकाउँछ। तपाईँको इन्जिन डिजल वर्क पनि गरिन्छ। इन्जिन डिजल वर्क जम्मा तपाईँको 700 रुपियाँ, गाडी धुको 500 रुपियाँ। एकदम सरसफाइ छ, राम्रो। तपाईँको सफारी पनि यहाँ काम गरिन्छ, सफारीको पनि काम छ यहाँ। तपाईँहरूको यहाँ चाहिँ गाडी उठाएर पनि वर्क्स गरिन्छ, एकदम राम्रोसँग गरिन्छ। मुनि तपाईँको चेसिसहरूदेखि इन्जिन सबै हेर्न मिल्छ, सरसफाइ गरिन्छ। भाइहरूले राम्रो सरसफाइ गर्छ। तपाईँहरू चाहिँ गाडी धुनु पर्यो भने हाम्रो यहाँ गोपाल दाइकोमा आउनु होला। यहाँ सबैभन्दा राम्रो धुइराइ गरिन्छ एकदम। यहाँ हाम्रो एउटा साथी पनि आउँदैछ आऊ। पुरै रातो माटो छ नि, पुरै रातो माटो। च्याम्पो हान्दैछ केटाहरूले। गडबडी भएको छ यहाँबाट होइन, गडबडी भयो। अलिक बाक्लै भयो। गाडी सफा हुँदैछ। अब स्याम्पू हालेर धुइदै कार्यक्रम भइरहेछ अहिले हाम्रो। दुईजना भाइले धुइदै कार्यक्रम गरिरहेछन्। पुरै सरसफाइ कार्यक्रम छ। माथि छतमा पनि हान्दैछ साथीभाइहरूले। ल गाइस गाडी धुनु पर्यो भने उर्लाहारीको स्कुल लाडा गोपाल दाइकोमा ल्याउनु होला। राम्रोसँग धुइदै गर्छन् भाइहरूले।